अनि गाइस सिटी चढेर पनि कति धेरै चाहिँ पैसा सकिन्छ त अनि होइन बरु आफू हिँड्दै हिँड्दै जाने आफ्नो काम सक्ने अनि फेरि हिँड्दै हिँड्दै फर्किने होइन गाडी स्ट्यान्डसम्म आउने त्यसपछि बचेको पैसाले मोमो खाने होइन गाइस। हेलो गाइस, वेलकम टु माई मिनी ब्लगमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। आजको मेरो दिनको सुरुवात चाहिँ यसरी भएको थियो क्या, उठ्न अल्छी लागिरहे पनि म उठेँ। त्यसपछि तपाईँहरूलाई देखाउँदैछु यो ज्यालबाटाको नजारा होइन। यो ज्यालबाट यस्तो नजारा देखिन्छ, हेर्न सक्नुहुन्छ। सो म चेन्ज गरिसकेँ, अब म जाँदैछु बाहिर होइन। अनि त्यसपछि चाहिँ म यहाँनिर जानुपर्ने हो, तर म तपाईँहरूलाई पहिला देखाउँदैछु यहाँनिर बाहिरको नजारा। हेर्नुहोस्, आज एकदम घाम स्मुथवाला लागिरहेछ क्या, आज एकदम त्यस्तो चर्को घाम लागेको थिएन। सो मलाई चाहिँ यहाँनिर वेट गरेर बसिरहेका छन् होइन मेरा प्यारी प्यारी बहिनीहरू। सो आज चाहिँ मैले यसलाई चाहिँ दार माडेर चाहिँ औषधि गर्दैछु, किनभने यसको घाँटीमा चाहिँ घाउ भएछ क्या। अस्ति त यो लुती थियो नि त, अहिले त मोटी भएर चाहिँ उसको घाउ भएछ होइन। सो घाउमा मैले चाहिँ दबाई लगाइदिएँ अनि म फर्किएँ गाइजहरू चारैतिर। अनि गाइजहरू यो पकेट गार्डन भनेर भन्न चाहन्छु म यसलाई। यो तपाईँहरूलाई देखाउँदैछु म, हाम्रो यो पकेट गार्डन हो होइन गाइजहरू। अनि त्यसपछि मेरो दिनको सुरुवात भनेको फेरि अर्को भने के गरेर हुन्छ, सुसु गर्दैछु म यहाँ चाहिँ कुचो बोकेर होइन। सब सुरु भइसक्यो मेरो काम होइन, हेर्न सक्नुहुन्छ, घरसर बढाल्ने यताउता होइन। सो यो काम पनि सकेँ। त्यसपछि मैले बटुले यो अपराजिता के भन्छ यसलाई, यही भन्छ, यो फुल चाहिँ मैले सुकाएर राख्ने विचार गरेर टिपेँ। सो गाइस त्यसपछि मैले टिपेँ सकेँ होइन। यति बेला चाहिँ मैले खाना पनि खाइसकेको अवस्था होइन। आज पनि फेरि म चाहिँ इन्टरभ्यू जानुपर्ने थियो नि त, त्यही भएर चाहिँ म चाहिँ यहाँ दाँत ब्रस गर्दैछु क्या होइन। अनि त्यसपछि गाइजहरू म चाहिँ फेरि नि कता कता जाने बेला मात्रै दाँत ब्रस गर्छु, घरमै बस्यो भने त 2 देखि 3 दिनसम्म चाहिँ दाँतै ब्रस गर्दिनँ गाइजहरू। आजको मौसम यस्तो छ, एकदम शीतल शीतल छ। सो म चाहिँ दाँत सात माझिसकेर रेडी हुन थालेँ। सो हल्का क्रिम त लाउनै पऱ्यो भने गर्मीले सबै ढुट्टै पार्छ भरे चाहिँ होइन। सो क्रिम लगाइसकेँ, लुगा पनि लगाइसकेँ, अब कपाल सपाल कोरिसकेँ, म गाडीमा यतिखेर बसिसकेँ। त्यसपछि दमकबाट बाटो लागेँ म सरर गोर्खा डिपार्टमेन्ट हो ए गाइस, यो चाहिँ दमकको होइन। सो म टक्कसँगले झरेँ इटरीमा। सो यहाँ चाहिँ पानी परेर चाहिँ यस्तो भइरहेको थियो, हिँड्दै हिँड्दै गएँ कार्यालयभित्र छिरेर मैले डकुमेन्टहरू पेस गरेँ अनि फाइनली भयो भन्दै म चाहिँ कार्ड देखाउँदै आउँदैछु नि त है गाइजहरू। मेरो चाहिँ काम खत्तम। सो अब चाहिँ अफिसमा फाइनली भनेको चाहिँ 2 गते पछाडि मात्रै आउनेवाला छु गाइजहरू होइन। अनि त्यसपछि म चाहिँ यो अफिसबाट बाई बाई गर्दै निस्किएँ क्या। अनि त्यसपछि हिँड्दै हिँड्दै जाँदैछु म चाहिँ बस स्ट्यान्डतिर। सो हिँड्दै हिँड्दै सिटी भाडा बचाएर चाहिँ अब मोमो खानुपर्ने हुन्छ। बाटो भने चाहिँ पानी परेर यस्तो थियो हालत त्यहाँनिर चाहिँ। अहिले अनि फेरि म मोमो खाने ब्याम्बो मोमो हाउस भन्ने ठाउँमा चाहिँ पुगेँ होइन। यो चाहिँ एकदम मिठो बनाउनु हुँदो रहेछ होइन। यो चाहिँ अचारहरू, अनि त्यसपछि अचार खोर्सानी, अनि त्यसपछि यो रहेको छ सुप होइन। चट्ट चाहिँ एकदम दामी थियो क्या गाइजहरू। खाइसकेँ, त्यसपछि म गाडीमा चढेँ होइन। त्यति धेरै गर्मी थिएन आज त, ठिकै थियो नि त। अनि गाडीमा चढेर सरर फेरि म टुप्लुक्कै आइपुगिसकेँ दमक होइन। थपक्कै म दमक आइसकेँ। दमकको नजारा भनेको एकदम राम्रो थियो। आज यहाँ पानी परेन कि कसो हो के हो होइन, त्यस्तै त्यस्तै लाग्यो। पानी चाहिँ खासै परेन रहेछ यता। सो म चाहिँ यो रातो गाडीमा आएको नि त गाइजहरू। अनि त्यसपछि म यहाँबाट गाडी चढेर हिँडेँ। यो हो रतुवा खोलाको पुल होइन। सो यहाँ चाहिँ बन्दैछ चाइनिज ब्रिज। अनि त्यसपछि यो चाइनिज ब्रिज तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन। आउनुलाई एकदम दामी छ है हेर्नको लागि भनेर क्या। यो बाटो हिँडिहाल्दाखेरि चाहिँ हेर्नु न होइन। सो यतिकै म घर पुगेको अवस्था, घर पुगेर सुँगुरलाई चारो पनि खोजिसकेको छु यति बेला चाहिँ। सो गाइस अब यसलाई काट्नुपर्ने हुन्छ नि त होइन। यो चाहिँ चारो हो। सो यस्तो चारो दिन्छौँ हामी चाहिँ। पसिनाले हेर्नु न गर्मी भएर उफ उफ भइरहेको थियो नि त म चाहिँ गर्मीले। अनि गाइसहरू मैले चारो काट्न सुरु गरेँ होइन। यसरी चारो काट्ने कुटी भन्छ यसलाई। सो यसरी चारो चाहिँ काटेर चाहिँ हामी सुँगुरहरूलाई चाहिँ खुवाउने गरेको छौँ। तपाईँहरूकोतिर चाहिँ कसरी खुवाउनुहुन्छ भन्नु होला। अनि यतिकैमा चाहिँ गाइस केही वर्ष अगाडिदेखि छुटेको मेरो काका फेरि आइपुग्नु भएछ। सो काका यहाँ चस्मा लगाएर गफ गर्दैछौँ हामी। सो यतिकै गफ गर्दा गर्दै मेरो पालो आयो मासु पोल्ने काम होइन। अनि त्यसपछि मैले मासु पोलेँ, उफ गर्मी छ भन्दै होइन। अनि सो अब बेलुकाको सुँगुरलाई चारो दिने बेला पनि भयो। सो यसरी मैले चारो दिएँ। अनि चारो दिइसकेर चाहिँ मैले चाहिँ यहाँ चाहिँ कोइला झिक्दैछु। यो कोइला चाहिँ भित्र लगेर चाहिँ होइन चुलामा बाल्नुपर्ने हुन्छ। अनि मैले चाहिँ यसरी बोकेर लगेँ कोइला, चुलामा हालेँ। त्यसपछि आजको मेरो दिन यतिकै सक्यो। सो बाई बाई गाइज, फेरि पनि भोलि भेट्ने छौँ भन्दै आजलाई यति नै, बाई बाई। Thanks for watching.